समाचार डिलिट गरेको विषय सँगसँगै दिलभूषण पाठकलाई पक्राउ गरेको विषयमा जो संवाद डबलीले यो कार्यक्रम आयोजना गरेर आफ्ना विचारहरूलाई अवसर प्रदान गरेकोमा संवाद डबलीप्रति म विशेष आभार प्रकट गर्दै र हामी प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनाहरू सधैँ हामी डटेर लड्नेछौँ यो विषयमा र यहाँ भएका कमजोरीहरू प्रहरी प्रशासन र अदालतले पनि आफ्ना कमजोरीलाई सच्याएर अगाडि बढ्नेछ भन्ने समेत र प्रेस स्वतन्त्रताको सम्मान गर्नको लागि आग्रह गर्दै मेरा आफ्ना भनाइहरू अन्त गर्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार। बीजमाण्डु.com र नेपालखबर.com मा सेभनको अध्यक्षको समाचार प्रकाशनको विषयलाई लिएर समाचार डिलिट गर्ने जुन आदेश दियो त्यसले नेपालको सिङ्गो प्रेस जगत सञ्चार जगत तरङ्गित भइरहेको छ। सँगसँगै बाहिर औपचारिक रूपमा पत्र सार्वजनिक नभए पनि नेपालका एकजना प्रतिष्ठित अग्रज सञ्चारकर्मी दिलभूषण पाठकलाई समाचार प्रकाशित गरेको आधारमा नेपाल प्रहरीले साइबर कानुन अन्तर्गत जुन मुद्दा दर्ता गर्ने तयारी स्वरूप अदालतबाट पक्राउ पूर्जी लिएको जुन घटना बाहिर आएको छ, यी दुवै घटनाप्रति हाम्रो नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ र यो घटनालाई हामीले गम्भीर रूपमा लिइरहेका छौँ। र हिजो सबभन्दा पहिला सुरुवातमा सार्वजनिक रूपमा नेपाल प्रेस युनियनले औपचारिक रूपमा यी दुवैवटा घटना प्रेस स्वतन्त्रता विरुद्ध छन् भनेर आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको अवस्था छ। पहिलो कुरा, जो अदालतले समाचार डिलिट गर्ने आदेश दियो, यस विषयमा हामी के भन्न चाहन्छौँ भने कुनै पनि समाचारको विषयमा चित्त नबुझे पीडित पक्ष न्यायालय जान सक्छ, तर त्यसको पनि विधि प्रक्रिया छ। नेपालको संविधानमा अगाडि पनि चर्चा गरिसक्नुभयो, नेपालको संविधानको प्रस्तावनामा प्रेस स्वतन्त्रता सुनिश्चित गरिएको छ, सञ्चारको हकको व्यवस्था गरिएको छ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पनि सुनिश्चित गरिएको छ। यो सन्दर्भमा नेपालको संविधानले कानुनी संरचना अन्तर्गत कुनै समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा पहिला उजुरी दिने, त्यसले समाचार सच्याउनको लागि निर्देशन दिने, उसको खण्डन छाप्ने र त्यसबाट पनि चित्त बुझेन भने कानुनी प्रक्रिया स्वरूप अदालत जान सक्ने व्यवस्था छ। र अदालतमा गइसके पछाडि म यहीँबाट आग्रह गर्न चाहन्छु नेपालको न्यायपालिकालाई, लोकतन्त्रमा न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका र हामी चौथो अङ्गको रूपमा यो शक्ति सन्तुलनको हिसाबबाट एउटा निकायले गरेका कमजोरी अर्को निकायले औलाउने र एउटा शक्ति सन्तुलनको लागि यो व्यवस्था गरिरहेको हो। र एउटा न्यायपालिकाले कुनै पनि समाचार सञ्चार माध्यमले प्रकाशित गरेको समाचारलाई त्यसको तथ्य जाँच नगरिकन त्यो समाचार ठिक छ छैन भन्ने प्रमाणित नगरिकन जसरी डिलिट गर्ने आदेश दिने काम भयो। न्यायालयप्रति हाम्रो एकदम सम्मान छ, न्याय अझै बलियो हुनुपर्छ भन्ने हामी अपेक्षा गर्न चाहन्छौँ। तर जो आरोपित हो, जुन सञ्चार माध्यम आरोपित हो, उहाँलाई जुन त्यो समाचारको तथ्य के हो भन्ने प्रस्तुत नगरिकन उहाँले तुरुन्त जुन प्रकारको अन्तरिम आदेश जारी गर्नुभयो, यो यहीँबाट म विनम्रताका साथ आग्रह गर्न चाहन्छु। र न्यायिक मनले न्याय दिँदाखेरि अरूलाई अन्याय गर्यो भने त्यसले पनि त्यो न्यायप्रतिको विश्वास गुम्दै जान्छ। त्यो भएको कारण चाहिँ न्यायालयले यो विषयमा सोच्नेछ र त्यो सञ्चार माध्यमलाई त्यो विषयमा स्पष्ट आफ्नो धारणा के हो भन्ने नदिइकन त्यो सम्पादकलाई स्पष्टीकरण दिने मौका नदिइकन जसरी तपाईँको तत्काल अन्तरिम आदेश जारी गरियो, अन्तरिम आदेश कस्तो अवस्थामा जारी हुन्छ भने तत्काल त्यो समाचारको कारण कुनै ठुलो हिंसात्मक द्वन्द्व सिर्जना हुने भयो, कुनै ठुलो दुर्घटना हुने भयो भनेको कारण त्यस्तो अवस्थामा हुन सक्ला। तर यसले सार्वजनिक पदमा बसेको व्यक्तिको जसरी समाचार आइरहेको छ, सार्वजनिक व्यक्ति समाजप्रति एकाउन्टेबल हुनुपर्छ। त्यो भएको कारण जसरी तपाईँको यो जुन आदेश भइरहेको छ, यो मलाई लाग्छ यो संवैधानिक विधि र प्रक्रिया भन्दा पनि बाहिर गएको भन्ने हाम्रो बुझाइ छ। यसमा निश्चय पनि यो मुद्दामा चाहिँ पुनरावलोकन हुनेछ र आगामी दिनमा जसरी मलाई लाग्छ सिधा कुराबाट जुन समाचार डिलिट गर्ने आदेश सुरुवात भइरहेको थियो, बिचमा क्यापिटल नेपाल, तपाईँको यो टेलिभिजन, एबी न्युज टेलिभिजन हुँदै अस्ति नेपाल खबर र तपाईँको बीजमाण्डु.com मा प्रकाशित समाचारदेखि लिएर अरू विभिन्न सञ्चार माध्यममा पनि प्रकाशित भएका समाचारलाई जुन डिलिट गर्ने आदेश दिइरहेको छ, यो अदालतले यो विषयमा गम्भीर ढङ्गले छलफल गर्नेछ र जिल्ला अदालतले भयो यो पुनरावेदन जानेछ र मलाई लाग्छ यो विवाद निरूपण गर्न भएन भने संवैधानिक इजलास समेत गठन गरेर यो विषयमा निरूपण गर्नुपर्छ भन्ने नेपाल प्रेस युनियनको धारणा छ। र दोस्रो कुरा, जो हिजो मात्र तपाईँको हामीले सुनिरहेका छौँ, जुन प्रहरीले तपाईँको नेपालको अग्रज पत्रकार एउटा जुन टकसो चलाइरहनु भएको थियो, रिपोर्टेड मिडिया कान्तिपुरदेखि विभिन्न मिडियामा काम गरिसकेको व्यक्ति, उहाँ आफैमा एकजना व्यक्ति मात्र नभएर संस्था हो, नेपाली पत्रकारिताको अग्रज हो। उहाँले
उत्पादन गरेको सामग्रीको विषयलाई लिएर जुन प्रकारले प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ यसमा हाम्रो जुन यो प्रक्रिया नै गलत छ भन्ने कुरा हाम्रो बुझाइ छ। किनकि एउटा पत्रकारले समाचार लेखेको विषयमा त्यो तपाईको अपराध संहिता अन्तर्गत त्यो गर्न मिल्दैन, त्यो देवानी अन्तर्गत जानुपर्छ। अपराध संहिता भनेको त्यो साइबर ल अनुसार जसरी नेपालमा प्रहरीले कसैलाई चित्त नबुझेका आधारमा सामाजिक सञ्जालमा अथवा सञ्चार माध्यममा प्रकाशित समाचारको विषयमा जसरी मुद्दा दायर गर्ने परम्पराको सुरुवात भएको छ यसको हामी विपक्षमा छौँ। यो साइबर ल अन्तर्गत पत्रकारलाई मुद्दा दिने होइन, त्यो न्यायिक प्रक्रिया नै गलत छ। यदि उहाँलाई त्यो समाचारप्रति चित्त बुझेन भने त्यो प्रेस काउन्सिल मार्फत त्यताबाट जानुपर्छ। जसरी नेपाल प्रहरीले यसरी हरेक पटक धेरै पटक पत्रकारहरूलाई यसरी तपाईँको साइबर ल अन्तर्गत मुद्दा चलाइरहेको छ, यो प्रक्रिया पनि रोक्नुपर्छ। यो पनि विधिसम्मत छैन भन्ने हाम्रो कुरा हो र यो प्रेस काउन्सिल मार्फत गएर उसलाई कुनै पनि व्यक्तिलाई समाचारप्रति चित्त नबुझे उसले न्याय पाउनुपर्छ। सबै पत्रकारहरूले प्रकाशन गरेका समाचार सत्य नहुन सक्छन्, तर त्यो परीक्षण गर्ने ठाउँ प्रहरी मार्फत होइन, अरू न्यायिक निकाय मार्फत हो भन्ने कुरा चाहिँ हाम्रो प्रश्न छ। यसमा पनि यो पक्राउ पूर्जी तुरन्त फिर्ता लिनुपर्छ र हामीले औपचारिक रूपमा नेपाल प्रेस युनियनले वक्तव्य निकालिसकेको छ। अहिले यही कार्यक्रम मार्फत पनि म नेपाल प्रहरीलाई त्यो आग्रह गर्न चाहन्छु। र अर्को कुरा, पछिल्लो समय जुन व्यावसायिकताको विषयमा हाम्रा बारेमा पनि प्रश्न उठ्ने गरेका छन् र यो जुन प्रेस स्वतन्त्रतामाथि जुन प्रकारले आक्रमण हुने गरेका छन्, विभिन्न घटनाहरू हामी जसरी जनआन्दोलनमा गणतन्त्र ल्याउनलाई सञ्चार माध्यमले भूमिका निर्वाह गरे र पछिल्लो समय अगाडि हामी साथीहरूले चर्चा गर्नुभयो सुरेश रजकको विषय। एउटा पत्रकार रिपोर्टिङमा गर्न गएको पत्रकारमाथि तपाईँको एक प्रकारको आक्रमण भएर जिउँदै जलेर मर्नुपर्ने जुन दर्दनाक अवस्था आयो र नेपालमा पछिल्लो समय प्रेस उल्लङ्घनका घटनाहरू बढिरहेका छन्। यसले हाम्रो समग्र सञ्चार क्षेत्र प्रताडित भएको छ, हाम्रो पेसागत सुरक्षामा समस्या आएको छ। यसमा सबै सङ्गठन, नेपाल पत्रकार महासङ्घ लगायत हामी सबै सङ्गठनहरू यो विषयमा सामूहिक रूपमा अगाडि बढ्नुपर्ने आवश्यक छ। सँगसँगै सञ्चार क्षेत्रमा देखिएका कानुनका कमजोरीहरूलाई, लुपहोलहरूलाई जुन प्रयोग गरेर पत्रकारलाई जुन प्रकारको एक प्रकारले मुद्दा दर्ता गर्ने र एउटा त्रासदी सिर्जना गर्ने काम भइरहेको छ, यो राज्यले यो रोकोस् र हरेक राजनीतिक दल तपाईँको सत्तामा जाँदाखेरि तपाईँको एगेन्स्टमा जाने, सत्ताभन्दा बाहिर गएपछि सञ्चार माध्यमसँग सहकार्य गरे जस्तो भनेर लोलोपोतो मिलाउने जुन प्रकारको परम्परा छ यसलाई पनि हामीले सच्याउनु पर्ने छ। यो विषयमा हामी प्रश्न छौँ। हामी प्रेसको मुद्दामा, प्रेस र अभिव्यक्ति स्वतन्त्रको मुद्दामा सबै सङ्गठन साझा रूपमा एक ढङ्गले अगाडि बढ्न तयार छौँ। यो समेत मैले यहाँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र पछिल्लो समय हाम्रा केही साथीहरूको कारण हाम्रा पत्रकार साथीहरूले पनि उत्पादन गर्ने कन्टेन्टहरू अलिकति व्यावसायिक नभएको कारण, अलिकति मसँग तपाईँको पत्रकारिताको लाइसेन्स छ भनेकै कारणबाट तपाईँको अरू व्यक्तिहरूको तथ्याङ्क विश्लेषण नगरिकन हामी जुन 5WHदेखि एबिसीको एक्युरेसी, ब्यालेन्स र क्रेडिबिलिटीको जुन हाम्रो प्रिन्सिपल हो र विशेष गरी नेपाल पत्रकार महासङ्घ सँगसँगै प्रेस काउन्सिल नेपालले तयार गरेको आचार संहितालाई पनि पत्रकारहरूले उल्लङ्घन गरेको कारण पनि हामी माथि पनि प्रश्न उठ्ने गरेको छ। त्यसमाथि अलि हामी साथीहरू, हामी पत्रकार साथीहरू अलि जवाबदेही बनेर हामीले तयार गर्ने समाचारका कन्टेन्टहरू अलि खोजमूलक, अलि विश्वसनीय र सोसाइटीले पताउने कुरा हामी हरेक दिन जस्तो सामाजिक परीक्षण गर्नुपर्छ, त्यो भएको परीक्षण हुनुपर्छ। हामी त्यो भएको कारण त्यसरी अलि हामी जवाबदेही भएर हाम्रा व्यावसायिक धर्महरू हामी पुरा गर्नुपर्छ र आचार संहिता पुरा गर्नको लागि पनि हामी तत्पर हुनुपर्छ भन्ने समेत आग्रह गर्दै पुनः यो आज यो समसामयिक विषयमा विशेष गरी पछिल्लो यो